हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। के सञ्चार हुन्छ? आज भने म दुबईदेखि कुर्फखानसम्म जान लागेको अवस्था है। अहिले भने शारदातिर छु, शारदातिर आइपुगेको छु। म भने बसमा जान लागेको छु अहिले है। ट्याक्सीमा जान सकिएन किनकि पैसा धेरै नै महँगो भनिदियो। पैसा महँगो भनिदिएपछि अलि गाह्रो हुन्छ हामीलाई, किनकि परदेशी जीवन है, कमाउन आएको मान्छे हामी त, घुम्न आएको त होइन पक्कै पनि। त्यसै कारणले गर्दाखेरि जान लागेको बसमा। अलि भने धेरै टाढा छ, किनकि बस्दा बस्दा 2 घन्टा 3 घन्टा लगाइदिइहाल्छ बसले होइन। त्यही पनि ठिकै छ, त्यस्तो गाह्रो छैन, किनकि इमर्जेन्सी जस्तो केही पनि छैन। अब पुग्देला अवश्य पनि। धेरै नै व्यस्तताको कारणले गर्दाखेरि काम गर्दाखेरि भिडियो हुन पाएन। सेप्टेम्बरदेखि हल्का कम बिजी हुन्छ होला सायद, त्यसपछि भन्ने भिडियो रेगुलर रूपमा हुनेछ। मेरो भिडियो भने प्रायः जस्तो ट्राभलिङको नै हुने रहेछ, किनकि म प्रायः जस्तो ट्राभलिङ भिडियो अपलोड गर्ने गर्छु। बाँकी भिडियो हुने जस्तो थाहा पाएसम्म त अवश्य पनि अपलोड गर्छु, तर त्यस्तो प्रायः जस्तो ट्राभलिङकै हुने रहेछ मेरो भिडियो। लास्टसम्म हेरिदिनु होला भिडियो, के कस्तो लाग्छ, सल्लाह सुझाव दिनुभयो नबिर्सिनु होला है त। लाइक, सब्सक्राइब, कमेन्ट पनि छोड्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच एभ्रिवान। बस अब फेरि पनि ट्राभलिङकै भिडियो ल्यायो भने अवश्य पनि अपलोड गर्ने नै छु। यस्तै हो दुबईतिर होइन, गाह्रो छ, गर्मी धेरै नै छ होइन। बाहिरतिर हिँड्दाखेरि एकदम बढी गाह्रो हुन्छ, तर हामी परदेशी त काम त गर्नै पऱ्यो, बाहिर त हिँड्नै पऱ्यो है। काम गर्न आएपछि त अहिले भने म ठ्याक्क अहिले शारदाको यो रेपतिर छु, टक्क रेपतिर आइपुगेको छु। यसपछि भने फुजुर आइपुग्छ।